नमस्ते साथीहरू, आज मैले खसीमा बेसार लगाएर हैन यो खसीको आन्द्रा भुडी अनि मुटु कलेजो झिकेको मैले भिडियो राखेको छु हैन। सबैजनाले हेरेर साथ दिनु होला। अनि यो भिडियो चाहिँ के हजुरहरूलाई पनि काम लाग्छ है। अब यो चाडबाड ठ्याक्क नजिकै छ। अब झन् बडा दशैं आउँदैछ। बडा दशैंमा त झन् हजुरहरू घर घरमा काट्नुहुन्छ होला। सबैजनाले हेरेर साथ दिनु होला हैन। अनि हजुरहरूलाई नि काम लाग्छ नि त यो अब। अनि हेर मैले चाहिँ अब यस्तो गरी सफा गर्छु क्या। अब पानी ठक्क लाएर कतिले पानी पानी भन्नुहुन्छ। पानी चाहिँ केही पनि हुन्न है। पानी चाहिँ नहालिकन कसरी सफा हुन्छ त ल भन्नुहोस् त साथीहरू हैन। अनि चट्टै बेसार सेसार लाएर तर हामीले चाहिँ चुना र बेसार मिसाएर लगाएको है साथीहरू। रङ चाहिँ हाल्दैनौँ। कतिजनाले रङ हाल्नुहुन्छ हैन, तर हामी चाहिँ रङ चाहिँ हाल्दैनौँ। बेसार र चुना मिसाएर सट्ट पखाल्ने ल हेर्नुहोस् त। अनि अब यसरी सफा गरेर अनि चट्ट म चाहिँ चिर्छु क्या साथीहरू। अब यहाँ चाहिँ सट्ट सफा गरेँ हैन यसरी नै। कतिजनाले भन्नुहुन्छ छोरी मान्छे भएर यस्तो काम गर्छन् भन्छन्। के छोरी मान्छेहरूले चाहिँ काम गर्नुहुन्न र भनेको, आफूले जानेको कामहरू हैन काम गर्न मिल्दैन र भनेको। खाना चाहिँ मिल्ने रे, काम गर्न चाहिँ नमिल्ने रे। क्या कस्तो अचम्म, सुन्दा नि अचम्म लाग्छ भने। अनि ल हेर्नुहोस् है साथीहरू, अब मैले चाहिँ यसरी अब चट्ट लाएर खसीको भुडी झिक्दैछु क्या मैले। मैले त जानेको काम त सबै गर्ने हो क्या साथीहरू। नजानेको त के गर्नु हैन। चट्टै यसरी सट्ट लाएर झिक्छु। के को कतिजना चाहिन्छ भन्नुहुन्छ। के को कतिजना ठुल्ठुलो खसी भयो भने त चाहिन्छ पनि हैन। अब यति यत्रो खसी त चाहिँदैन क्या, हामी आफै गर्न सक्छौँ। एकजनाले नि गर्न सक्छौँ। तर अब कतिजना हुनुहुन्छ क्या, अब कतिजनाले भन्नुहुन्छ नि तपाईँको बुढा हुनुहुन्न भन्नुहुन्छ। बुढाले पनि गर्नुहुन्छ नि। बुढालाई मैले यो चाहिँ अनि हेर म गर्छु क्या बुढा, म भिडियो बनाउँछु एउटा, यस्तो भिडियो बनाउनु मन छ प्लिज क्या भनेर फकाएर कुरा पार्न लागिछु बुढालाई। अनि मैले चाहिँ यो खसी चिरेको भिडियो बनाएको हो के। कतिजनाले चाहिँ अनि कस्तो सोच्नुहुन्छ के, म त छक्कै पर्छु भनेको। ल हेर्नुहोस् है, ढक्क लाएर यसरी झिक्दिने हो क्या। मैले चाहिँ यसरी झिक्छु है। ढक्क लाएर आन्द्रा यसरी झिकेपछि अब यहाँनिर मुटु कलेजो सबै झिक्छु क्या। अब हेर्नुहोस् त है, खालि नराम्रो नराम्रो सोच्ने क्या। यो चाहिँ के अरे पित्त थैली है, पित्त थैली मैले फालेको चाहिँ। अब कलेजो फियो चाहिँ यसैमा छ। टक्क यसरी झिकिरहेको छु। अनि हेर छोरी मान्छे भएर यस्तो काम गर्छ भन्नुहुन्छ नि। अब